हाम्रो बोहराजीले कर्णालीबाट जसरी त सगरमाथा आरोहण गर्नुभयो यसका लागि धेरै धेरै बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौँ र कर्णालीलाई यसरी जसरी चिनाउन अहिले जुन भूमिका खेल्नु भएको छ र नेपालमा चाहिँ कर्णालीलाई हेर्ने दृष्टिकोण फरक छ। तपाईलाई थाहा छ, हुम्लामा अस्ति पहिरो गयो, 6 दिनपछि राहत पुग्यो है। अब संसदमा त्यो पनि आवाज नउठाएको भए त्यो राहत पनि पुग्ने अवस्था थिएन। धेरैले मलाई भन्नुभयो संसदमा तितो बोल्यो, त्यो त अलिक कम भयो जस्तो लाग्छ, किनभने त्यही बाढी पहिरो अन्य कुनै ठाउँमा गयो भने 24 घण्टाभित्र 15-20 घण्टाभित्र हेलिकप्टर पुगिसक्छ है। राज्य मन्त्री पनि नभएका सांसदहरू अहिले हेलिकप्टर बोकेर कुद्छन्। प्रदेशका मन्त्रीहरू वडा अध्यक्ष जित्न सक्दैनन्, तर समानुपातिक परेर मन्त्री भएर हेलिकप्टर चढेर हिँड्छन्। तर त्यहाँ हुम्लामा त्यत्रो हिम पहिरो फुटेर बस्ती बगाउँदासम्म हेलिकप्टर पुगेन। कर्णाली प्रदेश सरकारले आज 10 दिनपछि बल्ल राहत पुर्यायो रे भन्ने सुन्नमा आएको छ। अब यसरी त्यो राज्य व्यवस्थाले जुन अपेक्षित गरेको छ, तर कर्णाली आफैमा सुन हो। हामी कहाँ यार्सागममा पाइन्छ, रारा ताल छ, सिन्जा सभ्यता छ, जडीबुटी छ, मार्सी धान छ। अब विश्वमै नपाएका सबभन्दा बढी जडीबुटी पाउने ठाउँ हो हामी। र स्याउ छ, सिमी छ। त्यो भावनाले जसरी अब कर्णालीको अर्को एउटा नाम भएको छ बोहराजी, जसरी सगरमाथा उहाँले चढ्नु भएको छ र यसले चाहिँ एउटा इतिहास कायम गरेको छ। अब उहाँलाई स्पेन बस्नुहुँदो रहेछ। मेरो अनुरोध के छ भने एउटा म्यासेज एक फेरि अब कर्णालीका हिमाललाई पनि चिनाउनु पर्यो हजुरले है। हस्, धन्यवाद। ल, प्रदेशको झन्डा बिहान लिएर जानुपर्छ। यो फेरि अपर्च्युनिटी आउन सक्दैन हैन। म आफ्नो लगानी लगाएर गएको मान्छे, अरू कसैको मैले झन्डा लिएको छैन। कर्णाली प्रदेशको हाम्रो जुम्ला, डोल्पा, कालीकोट, मुगु सबैको झन्डा लिएर चाहिँ नाम लेखेर बिहान लिएर जान्छु भन्ने थियो। तर कुनैबाट पनि त्यो उ भएन कि मलाई। उनले सोचे कि यो माग्न आएको हो कि भन्ने जस्तो खालको चाहिँ भएर मैले चाहिँ ट्राई गरेँ। सबैभन्दा खुसीको कुरा हो है। धन्यवाद, थ्याङ्क यू। तपाईको स्वास्थ्य राम्रो होस्। तपाईले कर्णालीको आवाज बुलन्द गर्नुभएको छ, सधैँ यस्तो देख्न पाइयोस्। हामी छौँ तपाईको पछि। जसरी कर्णालीको नाम लगेर आज सगरमाथा चढेर आउनुभयो, एकदम धन्यवाद, धेरै धेरै धन्यवाद। अब हामीले एउटा अरू नाम रोशन गर्नुभयो एउटा होइन, हामीलाई खुसीको कुरा त्यही छ। अब राराबाट गएर कर्णालीमा होइन, त्यो चाहिँ साह्रै कर्णाली मेरो उद्देश्य के थियो भने राराको पानी र कर्णालीको पानी किन फोहोर भएर इन्डिया बगिरहेको छ आजसम्म होइन। अब तपाईँ जस्तो व्यक्तिहरूले पनि, व्यक्तिले त यहाँ कानुन बनाउने ठाउँमा त केही गर्न सक्ने अवस्था छैन भने मैले त केही पनि गर्न सक्दिनँ। मैले जस्ट एउटा सुझाव होस् होइन। हाम्रो ठाउँ यति सुन्दर छ, कुनै पनि चिजमा कमी छैन। जुम्ला, कालीकोट होइन, मुगु, हुम्ला, डोल्पा यिनीहरूको चाहिँ अहिलेसम्म हेर्ने नजरिया नै अरू प्रदेशको, अरू हाम्रो देशको अलग छ। त्यो नजरियालाई पनि हामीले चाहिँ एकजना व्यक्तिले लास्ट सास रहन्छसम्मलाई पनि मैले सगरमाथामा कर्णालीको पानी र राराको पानी पुर्याउँछु भन्ने उद्देश्य थियो। कस्तो छ जस्तो सुरुमा जाँदाखेरि कहाँ बस्नुपर्छ, बेस कति बेसहरू हुन्छ यस्तो छ। तपाईँको सुरुमा हामी जाँदाखेरि जुन शेर्पाहरूले, जुन कम्पनीहरू छ उनीहरूको रोल अनुसारले चाहिँ हामी जानुपर्छ। अनि म चाहिँ अब उनीहरूको रुल अनुसारले ठाउँ ठाउँ लग्दै तपाईँलाई अब तपाईँले जस्तो रुलहरू जाँदै गरियो हाइवेचोट पचाउँदै लगेँ। अनि सगरमाथा चढ्नुभन्दा 15 दिन पहिला हामी चाहिँ बेस क्याम्प पुगेका थियौँ। अनि 1 नम्बर क्याम्प, 2 नम्बर क्याम्प, 3 नम्बर क्याम्पसम्म चाहिँ बिना अक्सिजन गयो। अनि त्यहाँसम्म लगिसकेपछि तपाईँको त्यहाँ फेरि फर्काउँदो रहेछ। अनि फर्काएर तपाईँलाई चाहिँ त्यो अक्सिजन लिन लगाउने तल आएर पठाएर होइन, 3 नम्बर क्याम्पसम्म तपाईँ जान सक्नसम्म चाहिँ लिने, त्यसपछि फेरि फर्काउने। किन फर्काउँदो रहेछ? फर्काइसकेपछि जहाँ तपाईँको रुम छ अनि त्यहाँ आएपछि मान्छेलाई सास प्रश्वासहरू चाहिँ मिक्स गरेर तपाईँले बलियो बनाउने खालको त्यो रहेछ, क्लाइमेट उ गर्न मिक्स गर्नलाई। अनि फेरि जब तपाईँको माथि सगरमाथा चढ्न सुरु हुन्छ अनि फेरि बेस क्याम्पबाट अनि 1 नम्बर, 2 नम्बर, 3 नम्बर, 4 नम्बर क्याम्पमा गएर अनि तपाईँको हामी लास्ट डे राति 6 बजे 7 बजे कम्पनीले जतिखेर हेर्नु भन्छ त्यतिखेर गएर अनि भोलि बिहान कस्तो देखिँदो रहेछ सगरमाथाबाट? सगरमाथा त तपाईँको चाहिँ फुल जस्तै देखिन्छ। माथि टाउकोमा गयो भने टाउको यो पुरै नेपाल फुल जस्तो देखिन्छ। पुरै फुल जस्तै देखिन्छ, तर वेदरको हिसाबले पुरै फुल जस्तै सेतो देखिन्छ। अनि जस्तो त्यहाँबाट नाङ्गो आँखाले कहाँ देखिन्छ? नाङ्गो आँखाले त्यही हो, मौसम अनुसारले तपाईँको। मौसम कस्तो थियो तपाईँ? म जाँदा दिन एकदम म 200 मिटर जाँदा दिनसम्म जहाँसम्म ठिक थियो हेलारी स्टेपसम्म जानेर मान्छेको
टाउकोमा टेकेर जानुपर्छ किन जानेर मान्छेहरूको लासहरू छ हजुर जानेर मान्छेको यहाँनिर क्याराबिना झुन्ड्या छ नि यो क्याराबिना मान्छेको सपोर्टमा त्यहीलाई गरेर जानुपर्छ के अरे तपाईँको सपोर्ट गरेर तपाईँले लास देख्नुभयो मैले लगभग 6-7 वटा My God, 6-7 वटा है त्यही भएर त मैले तपाईँको 200 मिटर तलदेखि नि लासहरू देख्दै गइरहेको थिएँ कति मान्छेहरू फेन्ट हुने कोही पागल हुने त्यहीँबाट फर्काइ ल्याउने हुँदो रहेछ कि अब म पनि तपाईँको यस्तै हुन्छु कि मेरो पनि यस्तै दशा हुन्छ कि होइन घर आउँछ याद छोरी आउँछ छोरा आउँछ यिनी सबै कुराहरू चाहिँ याद गर्दै म लगभग 200 मिटर मलाई अरू केही पनि थिएन म लास्ट यहीँ मरे पनि मर्छु कर्णाली र राराको पानी चाहिँ म संसारको टप्पमा पुर्याउँछु भन्ने उद्देश्य थियो 200 मिटर रुँदै पुगेँ मजाले रुँदै लास्ट गएर अनि त्यहाँबाट ठ्याक्क लगाएर आफ्नो उद्देश्य चाहिँ पुरा भयो फर्किँदा चढेर फर्किँदा गाह्रो रे है चढेर फर्किँदाखेरि कति दिन लाग्छ फर्किँदाखेरि डिपेन्ड हुन्छ तपाईँको शरीरमा किनभने तपाईँ जाँदाखेरि एकदम इनर्जी हुन्छ अब म जान्छु भन्छ खानापिना पनि हुन्छ तपाईँको अक्सिजन पनि हुन्छ होइन अब ढुक्क भएर जान्छ तर माथि पुगिसकेपछि इनर्जी त सबै खतम भइसक्यो हुन्छ मान्छेको अनि डर के हुन्छ भने अक्सिजन सिद्धियो भने बाटैमा मर्ने हो कि भन्ने हुन्छ अनि त्यही भएर सेफ्टी त हुन्छ तर सेफ्टी अनुसारले मान्छेले सबै यहाँ तलको सबै गलिसकेको हुन्छ क्या तपाईँको अनि त्यही भएर कहीँ ठाउँमा म त कति ठाउँमा त तपाईँको पुरा रक्सिँदै आएँ पुरै अब मरिने हो कि भनेर कि रक्सिँदै होइन रक्सिँदै कोही 4-5 दिन लाउँछन् कति बेसमा आएपछि अब 4 क्याम्प नम्बर 3 नम्बर 4मा त सबभन्दा डेन्जर हुन्छ तपाईँको हावाहरू लाग्ने साउथ कोल भन्ने ठाउँमा 4मा सबभन्दा त्यहाँ पनि छन् 4मा तपाईँको 3-4 वटा लास किनभने अब त्यसो भने तिनी त उही फर्किँदाखेरि मर्या होला है तिनीहरू पनि सायद फर्किँदाखेरि धेरै जस्तो तपाईँको माथिबाट फर्किँदाखेरि किनभने त्यही हो कि सबभन्दा माथि जाँदाखेरि तपाईँको इनर्जीसँग जान्छ अब तल झर्दाखेरि सबै सिद्धि हुन्छ मान्छेहरू कति मान्छे छ चढ्ने मान्छे टन्नै छ यो वर्ष लगभग मेरो हिसाबले हामीले सम्झेको डाटा अनुसारले 468 जना भन्ने थियो तर हामी हुँदाखेरिसम्म जम्मा 100 समथिङ मान्छे चढेको थियो अनि धेरै जस्तो मान्छेहरू अब कोही हेलिकप्टरमा रेस्क्यु गरे हेलिकप्टर कहाँसम्म जाँदो रहेछ 3 नम्बर क्याम्पको तलसम्म जान्छ तर 3 नम्बर क्याम्पमा चाहिँ बस्दैन 2 नम्बर क्याम्पमा मात्रै बस्छ हेलिकप्टर माथि जान सक्दैन माथि जान सक्दैन हावाले गर्दा एक्सन हुने डर अनि त्यसो भने त्यो मरेको मान्छेहरूको लास रेस्क्यु गर्ने भनेको त्यो शेर्पाहरूले अर्थात् त्यही यस्तो रहेछ तपाईँ मतलब हेली सम्भव छैन बोकेर ल्याएर तल 3 नम्बर क्याम्पमा ल्याएपछि बल्ल त्यहाँबाट हेरिकभर गर्ने यस्तो रहेछ तपाईँको जस्तै हामी गयौँ भने कम्पनीले इन्सुरेन्स गरेको छ भने माथि चाहिँ 4 नम्बर क्याम्पभन्दा माथि मरेको लास छन् भनेपछि कम्पनीले चाहिँ त्यो शेर्पाहरू प्रयोग गर्छ होइन फ्यामिलीले तपाईँको चाहिँ परिवारले चाहिँ मेरो यसरी मरेको छ मसँग इन्सुरेन्स छ भनेपछि त्यो कम्पनी ल्याइदिँदो रहेछ होइन तर फ्यामिलीले नै क्लेम नगरेपछि जहाँको त्यहीँ माथि नै लास हुँदो रहेछ किनभने तपाईँको मलाई नै गाह्रो छ मेरै सास फेरिएछ भने त्यो ल्याउनै सक्दैन त्यस्तो अप्ठ्यारो छ नि त मतलब शेर्पाहरूलाई ल्याउन नि गाह्रो भयो नि है गाह्रो छ अनि जस्तो त्यहाँ अर्को कुरा त्यो लासहरू चाहिँ जस्तै हुन्छ अरे है सेम केही पनि खोइदैन अरे होइन घडी यहाँ छ भने तपाईँ घडी यस्तै देखिरहेको हुन्छ अनि क्यामेरा हातमा यस्तै देखिरहेको हुन्छ भन्नाले अब अर्कै जस्तो लाग्छ क्या दुनियाँ त्यहाँ गयो भने के होला साँच्चै कि मसान घाट हो कि अथवा के हो जस्तो लाग्छ पुरै है हजुर मतलब शरीरको कुनै छाला पनि केही भएको हुँदैन केही पनि हुँदैन भएको देखिँदैन त्यहाँनिर नजिकबाट हाम्रो मोबाइलमा छ होला यहाँ सब मैले ल्याएको छु अहिले पछि हेरौँ मान्छेहरू ल अब तपाईँलाई धेरै धेरै धन्यवाद अब चाहिँ हाम्रो कर्णालीका हिमाल पनि चढ्न पर्यो है अब हाम्रो कर्णालीमा कुन छ अब एउटा पातरासी हिमाल छ कान्जिरुवा भयो अनि हाम्रो बारी राराबाट देखिने हिमाल कुन हो पारिपट्टिको सङ्खेली त्यो माथि हिउँ सङ्खेली त त्यो नजिक भइगयो बारीमाथि सेतो हिउँ परेको कुन हो मलाई त कान्जिरुवै भन्छ कैँचीमोरा भने कान्जिरुवा हजुर ठिक छ अब यसलाई अगाडि बढाउनुहोस् अब धेरै धेरै धन्यवाद अब तपाईँले जो काम गर्नुभएको छ यसबाट हामी खुसी छौँ है अब कर्णाली प्रदेशबाट